キャリーバッグをご利用のお客様は危険ですのでエレベーターをご利用ください。हामी पार्क घुम्न जाँदैछौँ। पार्क वकारा नाइन नमाया वकारा यस्तो जाने हामी चाहिँ वाइसको बस्छ नि हेर्ने कारण जाने अब हामी यो कामाको काला होटेलको छेउको पार्कमा जान गइरहेको छौँ। यहाँ चाहिँ अब कार सोरुम कहाँ यो हेडक्वार्टर चाहिँ हेर्नु कल्याण निशान ग्यालरी ग्लोबल हेडक्वार्टर कुन निशानको त्यही त बिल्डिङ माथि हेर्नु सक्छ भने माथि निशान लेखेको तपाईँ आउनु भएको होइन यो तिमी काम जाने बाटोमा हो क्या यस दिस इज माई वर्क पोइन्ट यो बिना तिमीले लाइन हो क्या बिना तिमीले तिम्रो कामबाट कति मिनट लाग्छ यहाँनिर आइपुग्नलाई यहाँबाट 15 मिनट 15 मिनट है यस यस्तो रमाइलो ठाउँ हेर्दै आउँछ रमाइलो होइन यहाँ हेर्दाखेरि त कस्तो रमाइलो लाग्छ नि त जहिले हिँड्नु हिँड्ने ठाउँ होइन तिम्रो काम गर्ने ठाउँ होइन हो भन्ने ठाउँ छ नि त जता पनि हेर्दाखेरि हो क्या मलाई चाहिँ यस्तो नेचुरल चिज जस्तो तान्छ नि म्यानमेड जस्तो लाग्छ त्यस्तो केही अचम्म लाग्दैन के भने विदेश भनेको यही त रहन्छ सफा सुग्घर चिल्लो बाटो ठुल्ठुला बिल्डिङ भन्नुभयो के खाले एउटा नेचुरल चिज केही छैन। हामी नेपाली नेपालीले मनपर्छ नेचुरल चिज मान्नु बच्चाहरू हाम्रो कुन्ट्री थियो भने त्यस्तै गऱ्यो रुममा हिँड्नु मेरो काम गर्ने बिल्डिङ हो त्यो चाहिँ मेरो काम गर्ने ठाउँ आज हामी त्यति गएका छौँ ब्याक क्यामेरा देखाउनु देखिँदैन कालो सिधा भएको तिम्रो काम गर्ने ठाउँ हो त्यो चाहिँ मेरो वर्किङ प्लेस। अब हामी कता पर जाने हो योभन्दा पछाडिको पार्कमा जाँदैछौँ आज हामी छिटो जाउँ सिङ्गो हली त्यो चाहिँ हामीले गर्ने ब्रेकफास्टको यो चाहिँ कहाँ लाग्यो छिटो छिटो यहाँबाट चाहिँ काहालाको जान्छ होइन होटेल काहालाको यो छ अनि त्यसपछि चाहिँ अब जुन हामी काम गर्ने स्टाफहरू हुन्छौँ नि यहाँनिर अनि त्यो छिटो काम गर्ने स्टाफहरू चाहिँ उयोबाट छेड्छौँ यहाँबाट यहाँभित्रबाट छेड्छौँ। यो कम्पनीमा चाहिँ दुईवटा काम गर्छ एउटा काहालाको र एउटा बेकर भएको होइन काहालाको अगाडिबाट छेड्छ भने हामीले चाहिँ काम गर्ने सबै यहाँबाट छेड्छ यहाँबाट छ त्यसपछि बेकटपछि मान्छे जो पहाडमा आउने जाने त्यो पर्छ
बुढ़े में ध्यान तो फूल लगा दाम सन बात ले गए हैं हजुर हजुर बाबाले भनिहाल्छ उसले बाबाले भनिहाल्छ सानो के गर्दैछ सानो फोन त के गर्दैछ फोन त के गर्दैछ भयो अब ठुली गर्नु पर्दैन धेरै ठुली गरे गर्दैन